हेलो, यहाँहरू सबैलाई नमस्ते। मैले आइफोन 16 प्रोमा iOS 26.5.2 अपडेट इन्स्टल गरेर हेरेँ, राम्रो लाग्यो। म फेरि आज आइफोन 13मा यही अपडेट इन्स्टल गर्दैछु। अरूभन्दा पनि आइफोन 13 र 14 सिरिजको फोनमा ग्रिन स्क्रिनको समस्या आउने कुरा हुन्थ्यो, तर मेरो आइफोन 13मा ग्रिन स्क्रिनको समस्या अहिलेसम्म आएको छैन। हेरौँ के हुन्छ। सबभन्दा पहिला मेरो फोनको ब्याट्री, फोनको स्टोरेज र फोनको सिस्टम डाटा हेरौँ है त। म आइफोनको सेटिङ्समा जाँदैछु। ब्याट्री, ब्याट्री हेल्थ एन्ड चार्जिङ। तपाईले देख्नुभयो होला, अहिले मेरो फोनको ब्याट्री हेल्थ 80% छ। फेरि सेटिङ्स, जेनेरल, एबाउट। अहिले मेरो फोन iOS 26.5 भर्सनमा चलिरहेको छ र फोनको स्टोरेज 15.56 GB साइजको छ। फेरि सेटिङ्स, जेनेरल, आइफोन स्टोरेज, फोनको सिस्टम डाटा 10.35 GB साइजको छ। फेरि सेटिङ्स, जेनेरल, सफ्टवेयर अपडेट। तपाईले देख्नुभयो iOS 26.5.2 सफ्टवेयर अपडेटको साइज 2.18 GB छ। अब म अपडेट गर्न सुरु गर्छु। अपडेट नाउ। अपडेट रिक्वेस्ट भइसकेको छ। सफ्टवेयर अपडेट डाउनलोड भइरहेको छ। सफ्टवेयर डाउनलोड भइसकेको छ। अब इन्स्टल गर्ने, इन्स्टल नाउ। अपडेट भेरिफाई हुँदैछ। देख्नुभयो, अपडेट इन्स्टल हुँदैछ। सफ्टवेयर इन्स्टल भइसक्यो। अब फोन अपडेट गर्नुभन्दा अगाडि र अपडेट गरिसकेपछिको ब्याट्री लाइफ, स्टोरेज र सिस्टम डाटाको साइज चेक गरौँ है त, कति फरक परेछ। सेटिङ्स, ब्याट्री, ब्याट्री हेल्थ एन्ड चार्जिङ। अहिले पनि फोनको ब्याट्री पहिले जति थियो 80%, अहिले पनि त्यति नै छ, कुनै चेन्ज भएको छैन। फेरि सेटिङ्स, जेनेरल, एबाउट। अपडेट गरिसकेपछिको फोनको स्टोरेज 17.45 GB छ, पहिले 15.56 GB थियो, अर्थात् 1.89 GB स्टोरेजको स्पेस बढेको छ, जुन धेरै राम्रो पक्ष हो। तपाईले देख्नुभयो, अहिले मेरो फोनमा iOS 26.5.2 भर्सन अपडेट इन्स्टल भइसकेको छ। फेरि सेटिङ्स, जेनेरल, आइफोन स्टोरेज। अहिले फोनको सिस्टम डाटा 10.46 GB छ, यो भन्दा पहिले 10.35 GB थियो, अर्थात्
थोरै 110 MB बढेको छ। मैले अघिल्लो भिडियोमा पनि भनिसकेको छु कि आइफोनको सिस्टम डाटा गडबड भइरहन्छ। अरूभन्दा पनि आइफोन 13 मा नयाँ रिलिज सफ्टवेयर इन्स्टल गर्दा ग्रिन स्क्रिनको समस्या आउँछ कि भन्ने हुन्छ, त्योबाट चाहिँ पार पाइयो। समग्रमा मलाई यो अपडेट राम्रै लाग्यो। तपाईँ दोधारमा हुनुहुन्छ भने दोधारमा नपर्नुहोस्, निर्धक्कसँग यो अपडेट इन्स्टल गर्नुहोला। भिडियो पुरै हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कृपया भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्नुहुन र मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। नमस्ते।